सेवाकाईको दौरानमा प्रभु येशूले आफ्ना चेलाहरूलाई प्रश्न गर्नुभयो। यहाँ वरिपरिका मान्छेहरूले मलाई के भन्छन्, के भनी ठान्छन्? अनि चेलाहरूले उत्तर दिँदाखेरि भन्नुभयो, तपाईलाई कसैले बप्तिजम दिने यूहन्ना भनिरहेको छ, कसैले तपाईलाई अगमवक्ता यिर्मया भनिरहेको छ, कसैले एलिया अगमवक्ता भनिरहेको छ। ल अरूले जेसुकै भन्नुहोस् न त, तर तिमीहरू चाहिँ मलाई के भन्छौ त? प्रभुले फेरि प्रश्न गर्नुभयो। अनि ती चेलाहरूमध्ये एकजना पत्रुस भन्ने चेलाले चाहिँ भन्नुभयो, तपाईँ सर्वोच्च परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ। प्रभुले भन्नुभयो, तिमीले बोलेको यो शक्तिशाली जुन चाहिँ शब्द र आवाज र वाक्य छ नि, यो तिमी आफैले बोलेको होइन है, तिमीमा चाहिँ माथिबाट म्यानिफेस्टेड हो, माथिबाट आएको, माथिबाट प्रकट भएको कुरा हो। यो माथिबाट नआएसम्म तिमीले यस्तो शक्तिशाली कुरा बोल्न सक्ने थिएनौ भने फेरि प्रभुले भन्नुभयो, तिमीले जुन कुरा बोल्यौ र यो चट्टानमाथि म मेरो मण्डली खडा गर्नेछु। विश्वमा छरिएर रहेका मण्डलीहरू चट्टानमाथि खडा छन् र कुनै पनि संसारको प्रकोपले त्यसलाई, डिजास्टरले त्यसलाई छुन चलाउन सक्दैन। भौतिक रूपमा केही कुरा मान्छेहरूले क्षति पुर्याउलान्, तर झन् डरो, झन् बलियो, झन् शक्तिशाली भएर मण्डली अगाडि बढिरहेछ। र भनेपछि त्यो चट्टान चाहिँ कुन हो त? त्यो चट्टानमाथि परमेश्वरले मण्डली बनाउँदैन छ। त्यो चट्टान चाहिँ कुन हो त भन्दाखेरि जसरी माथिबाट आएको भनेर प्रभु येशूले भन्नुभयो, यो तिमीले बोलेको कुरा तिमी आफैले सिर्जिएको, आफैले तिम्रो आत्माले यो चाहिँ कल्पना गरेको कुरा, सोचेको कुरा होइन। माथिबाट तिमीलाई मेनिफेस्टेड भयो, आयो र तिमीले यो कुरा बाहिर तिम्रो आवाजबाट उकिली पठायो अथवा बोली पठायो, त्यो चाहिँ माथिबाट आएको। र यही चट्टानमाथि, तिम्रो दृढ विश्वासको चट्टानमाथि, तिम्रो शक्तिशाली विश्वासको चट्टानमाथि म मेरो मण्डली बनाउँछु। त्यो शक्तिशाली विश्वास त्यति शक्तिशाली हुँदो रहेछ। त्यो शक्तिशाली विश्वासको चट्टानमाथि बनिँदो रहेछ मण्डली। त्यो मण्डली जुन चाहिँ चट्टानमाथि बनिएको मण्डली कहिले पनि टल्ने छैन। मत्ती 16:18।